सो गाइज वेलकम ब्याक टु न्यू ब्लग स्वागत छ तपाईँहरूलाई दक्षिण राई ब्लगमा। म चाहिँ आज चट्टोसँग जाँदैछु चट्टोसँग जाँदै देखेर चाहिँ म चाहिँ यो के ठाउँ पो नरकटे चट्टो हामी चाहिँ नरकटे भन्ने ठाउँ आइसकेको छौँ। यतिखेर चाहिँ ज्ञानेन्द्र यहाँ प्रज्वल भाइ यहाँ हाम्रो मिसन बाबीलाई स्वागत छ। बाबी तपाईँलाई यता हाम्रो दाइ हुन्छ। चट्टोसँग हामी चाहिँ जाँदैछौँ यहाँ जङ्गल होइन, त्यही हो गाइज जाँदैछौँ चट्टोसँग। तपाईँहरूले मेरो भिडियो हेरेर लाइक सब्सक्राइब कमेन्ट गरेर नबिर्सिनु होला है त गाइज। त्यही हो, म चाहिँ चट्टोसँग अब जाँदैछु। तपाईँलाई आज दामी दामी भिडियो देखाउँछु म है। त्यही हो एउटा कटु किनेर ल्याएको क्या गरिबलाई गऱ्यो भनेर त्यो कटु दिएर यो ल्याएको मरिगएको भेष। तैँले कसलाई कट्टु दिएको? इलन कान्छ ए कट्टुसँग एउटा टी सर्ट साटेको। ए तेरो बेली यो टी सर्ट छोड्दैन रहेछ। हामी चाहिँ चट्टोसँग खानेपानी मर्मत जाँदैछ। त्यो आज चाहिँ खानेपानीको मर्मत गरिन्छ हामी। कार्की दाइ चाहिँ उता छ फेरि। चट्टोसँग यतिखेर चाहिँ हामी चाहिँ पानी बनाउनु जाँदैछौँ। जङ्गलतिर नहिँडेको निकै भएको थियो, अहिले जङ्गलतिर पनि हिँड्नु पाएछ। आज चाहिँ यो मजा भइरहेछ गाइज होइन। तपाईँहरू आत्मी जक्सन पाइहाल्छ। यतिखेर चाहिँ चट्टोसँग हिँड्दैछ। हामी चाहिँ पानी खुवाउनु हिँड्दैछौँ क्या, पानी मर्मतको लागि। यहाँ चाहिँ पानी आउँछ, एक अङ्गालोको पानी चट्टोसँगले होइन। मजा भइरहेछ। बाटो यस्तो छ है, बवाल राम्रो छ। यस्तो बाटोमा चाहिँ जो पायो त्यो मान्छे हिँड्नु पाउन्न क्या, असल मान्छे भाग्यमानीहरू मात्र हिँड्नु पाउँछ। ल यहाँ पनि रहेछ पर चाहिँ फेरि मृग खतरा कराइरहेछ है फेरि। यस्तो बाटो चाहिँ सधैँ हिँड्नु पाइँदैन क्या, त्यही भएर हिँड्नु पाएको बेला अवसर भन्ने कुरा हेर गयो बाजे। अवसर भन्ने कुरा सधैँ आउँदैन हेर केटा, त्यही भएर यस्तो जङ्गल हिँड्ने अवसर फेरि आउँदैन नि त, हो कि न बाबी भन्नु त। अनि नाला ए माथि बाटो हामी चाहिँ पानी बनाउनु जाँदैछौँ। हामी चाहिँ फेरि आमा मृग कराएको छ त। हामी चाहिँ लिम्चुमुङको जनतालाई पानी खुवाउनको लागि हामी जाँदैछौँ कि। हामी चाहिँ फेरि सामाजिक काममा चाहिँ एक नम्बर हो क्या, फेरि त्यस्तो मान्छे हो। त्यही भएर हामी जाँदैछौँ गाइज होइन। किनारमा उभिएका छु, जसन भइरहेका छु, उदास छु, मनहरू तीरहरूले खिचिएको छु, थकिएको छु, उदास छु, मनहरू तीरहरूले खिचिएको छु, ठुलो भन्छु बडो भन्छु, मनहरू तीरहरूले खिचिएको छु। यारलाई हामीले सम्झेको छौँ होइन क्या?
अहिले चाहिँ हामी चट्टो छ, हामी चाहिँ 12 देखि हामी यता पृष्ठभूमि बासपेटे भन्ने ठाउँमा झरेछौँ। यतिखेर चाहिँ मेरो साथमा चाहिँ ज्ञानेन्द्र, त्यसै गरी देवेन्द्र, हामी चाहिँ चट्टोसँग झर्दैछौँ होइन। त्यही माथि जक्सन पाइल राई जक्सन पाइल राई र अदृश्य हामी चट्टोसँग यात्रामा छौँ होइन। यात्रा सफल गर्दैछौँ। त्यही हो, अब जतिन्जेल बाँचिन्छ खुसीसँग बाँचिन्छ भन्ने अभियानमा छु म चाहिँ होइन। त्यही भएर तपाईँहरू पनि कस्तै दुःख भए पनि मा कसम होइन खुसी भएर बाँचोस् भन्दै अहिलेलाई भिडियो एन्ड गर्छौँ। धन्यवाद, थ्याङ्क यू।